हेलो गाइस, फेरि पनि नयाँ दिन नयाँ ब्लग लिएर हजुरहरूको सामु आइसकेको छु है। म चाहिँ रवि। यस्तो बवाल भ्यू देखेछ। आज चाहिँ हामी ध्रुव जान लाग्यो है। ध्रुव उहाँ दाइ र भाउजू अनि म ध्रुव जान लाग्यो। अहिले चाहिँ भर्खर 4 बज्यो, जाँदै हो। भर्खर निस्केको घरबाट। अब 1-1.5 घन्टा जति लाग्छ त्यहाँ पुग्नलाई होइन। ग्रिनरी बवाल छ। हो ल है त फेरि अहिले आउँछु यहाँ चितवनमा। कस्तो बवाल छ, ग्रिनरी नै ग्रिनरी। यो टाइममा चाहिँ चितवन बवाल हो कि खतरा ग्रिनरी हुन्छ है। हेभेन हो हेभेन। यो सिजनमा चाहिँ चितवन चाहिँ हेभेन हो है हेभेन। यता हेऱ्यो नि ग्रिनरी, यता हेऱ्यो नि ग्रिनरी, बिचमा बाटो, माथि आकाशको त्यस्तो बवाल भ्यू छ। हामी चाहिँ अहिले होइन ठ्याक्कै यो पार्वतीपुरको यो पछाडिको भागतिर छौँ कि अहिले चाहिँ पार्वतीपुरको यो के भन्छ यो लाउरे चोकबाट सिधै हो क्या यो बाटोमा छौँ। अनि अब 5-6 मिनटमा पार्वतीपुर पुग्छ होला हामी। अहिले चाहिँ बवाल छ। यहाँ चाहिँ पहिला भाइरल भएको घर थियो, पप्पी पप्पी। यो चाहिँ भाइरल घर हो है पहिला। अब अहिले कसै खाएन, पहिला चाहिँ भाइरल थियो यो घर। बवाल छ। अहिले चाहिँ हामी पार्वतीपुर कटेर यो मुस्कान चोकतिर जाने बाटोतिर आइसकेको छ सरर लाएर। अनि आज चाहिँ म यता यो जुगेडीतिर गएको थिएँ कि आज चाहिँ। अनि त्यहाँ चाहिँ मैले के देखेँ भने आज चाहिँ त्यहाँ ठुलो क्र्यास भएको थियो कि जुन त्यो ठिमुरा छ नि, ठिमुरा रिसोर्ट जाने त्यो सिधा छ नि, त्यहाँनिर चाहिँ क्र्यास भएको थियो हाइवेमै। अब उता मुगलिन जाने हाइवेमै यहाँ चाहिँ क्र्यास भएको थियो। कसरी क्र्यास भएको थियो भने यो जुन हाम्रो मेन लेन छ नि त, यो लेनको बिचको लेन क्रस गरेर पनि उतापट्टिको त्यो येल्लो लेन छ नि, त्यहाँ गएर अब बाइक र अनि उस चाहिँ क्र्यास भएको रहेछ होइन। त्यो चाहिँ अब अति नै अनसेफ थियो। तर एकजना अब मैले त्यहाँ बुझ्दाखेरि चाहिँ त्यहाँको उस जुन त्यो देख्ने मान्छेहरूले हुन्छ नि, म जाँदाखेरि त कोही पनि थिएन। म त्यहाँ पुग्दाखेरि चाहिँ के अरे मान्छेहरू चाहिँ लगिसकेको थियो, तर 2जना चाहिँ अलिक सिरियस नै छ भन्दै थियो कि। त्यहाँ मैले एउटा फोटो खिचेको थिएँ, त्यो फोटो पनि हालिदिन्छु म त्यहाँको साइडमा होइन। त्यही हो, अब टाढा हिँड्दाखेरि सेफ भएर हिँड्नु होला। दसैँ तिहार छ, चाडपर्व छ, सबैलाई होइन हातुरी हुन्छ। हातुरी भए पनि अब त्यसरी चाहिँ अलि उस गरेर नचलाउनु होला तपाईँहरूले पनि होइन। सेफ भएर हिँड्नु होला, सेफ भएर चलाउनु होला, त्यही भन्छु म त। अब जानी हुने होइन एक्सिडेन्ट। अब भयो एक्सिडेन्ट, अब 2जनाको चाहिँ अलि सिरियस नै, बाइकमा हुनुभएकोहरूको चाहिँ अलि सिरियसमै छ अरे होइन भनेको थियो अब त्यहाँको मान्छेहरूले। अब आफूले देखेन, अनि क्र्यास भएको मात्रै देखेँ कि मैले त्यहाँ उसमा। अहिले चाहिँ शुक्रनगर भन्ने ठाउँमा आयो हामी। त्यही हो, अब त्यही भन्छु, अब चाडपर्व छ सबैलाई होइन, कता कता जानुपर्ने हुन्छ। त्यही हो गाइज होइन। अब अरू त के भन्ने, अब दसैँ तिहार आएको छ, अब सबैलाई कहाँ कहाँ पुग्नुपर्ने हुन्छ होइन। त्यही हो, सेफ भएर हिँड्नु होला हजुरहरू पनि। अब ड्रिङ्क एन्ड ड्राइभ नगर्नु होला, सेफ भएर हिँड्नु, ध्यान दिएर चलाउनु है। त्यही त हो। अब ग्याजेट्सहरू छ भने लगाएर चलाउनु, त्यस्तो राम्रो होला। तर अब उहाँहरूलाई चाहिँ अब जे होस्, अब त्यस्तो केही भएको छैन भने चाहिँ चाँडै सन्चो होस्। अब के भन्नु है अरू हामीले। ल अहिले चाहिँ हामी होइन यो गलत बाटो आएछ। गलत बाटो आएर फेरि फर्किँदैछौँ हामी राइट बाटोतिर खोज्दै म्याप हेर्दै। यहाँ चाहिँ एउटा पार्क जस्तो रहेछ के हो होइन। अब बाटो चाहिँ राम्रो छ है, सबै पिच छ यतातिर, सुनसान छ, पिच छ, आनन्दको ठाउँ छ। त्यही हामी चाहिँ गलत बाटो आइछौँ, त्यही भएर अब फेरि रिटर्न म्याप हेर्दै जाँदैछौँ है त। यहाँ चाहिँ पिङ रहेछ है। आज बल्ल देखेँ मैले
होइन यो वर्षको पिङ चाहिँ बल्ल देखाएको छ मैले यहाँ बच्चाहरू खेल्दैछ पिङ खेल्दैछ उहाँ झन्डुकुजा खेल्दैछ हामी चाहिँ अहिले यहाँ खाजा खाने ठाउँमा के छ र सन्दाई चिल छ नि यो ठाउँ त भन्नु नि त एक दुई शब्द जोड छ जोड नयाँ ड्रोन छ अब ड्रोन उडाउने हो टक्क भएर यता चाहिँ नेसनल पार्क कस्तो दामी भ्यू है आहा लाइक गाइस भिडियो हेर्नु स्लो ड्रोन अन एन्ड अफ 1 2 3 भुइँमा राख्ने हो कि ट्याक्क अन भयो कहाँ राख्ने यहीँबाट कि यहीँबाट यहीँ ल्यान्ड हुन्छ र अहिले यहीँ हुन्छ भुइँमा भयो भने उडाउने भनेको फोन आयो हजुर ड्रोन चाहिँ अन भयो अब पाइलटले उडाउँछ मिठो सट हान्नु है ड्रोन उड्यो उड्दैन क्या हान्दा माथि उता चाहिँ लिएर नजानु उता चाहिँ लिएर नजानु क्या खोला आइस अरे ऊ नौसय खोला तरेरै जाउला उडेरै जाउला नि जुरेलीसँग जुहारी गाउन मै पनि आउला नि लेखमा माथि गएर साथी हेर्दामा रमाइलो सबैको मुहार उजेलो देखे सबैको घमाइलो बादल डाँडा कुहिरोले ढाक्दा डाबे है कराउने बादल डाँडा कुहिरोले ढाक्दा डाबे है कराउने भेटिने मन छैन अब मन भयो हराउने मन भयो हराउने मन भयो हराउने घोङ्गी पनि आयो चाउमिन आयो मोमो आयो मेरो पेट चाहिँ भयो यसरी खाने 4 मिनेटको देखिस् कसरी हो यहाँ ल ए यो ठुन्ने हो ए र खानु त एकछिन भिडियो त नगर मेरो गाला भात्दैन ल यो चाहिँ अहिले आउँछ टक्क भिडियोमा घुङ्गी कसरी आएको तिम्रो त मजाले तान्नुपर्छ क्या स्वाट त तान्ने क्या दुलो थुनेर यो दुलो हो नि यो दुलो यस्तै छोप्ने नआएपछि कोटाउँछु यो ठुन्ने मिठो आएको कि घोङ्गी चाउमिन मोमो आइसक्यो अब यो खाएर ट्याक्क लाएर ल खाएर आउँछु अब अहिले चाहिँ ठ्याक्कै घर पनि आएँ घर आएर बसिसकेँ यहाँ हाम्रो महानुभाव हुनुहुन्छ एकदम हिरो मान्छे टोइलेट बन्द गर त सिरिस टोइलेट आयो प्रतिभाइको अनुहार र टोइलेट सँगसँगै आयो क्या त्यही भएर अनि यस्तो राम्रो अनुहार भएको मान्छेलाई अनि कहाँ होइन ल हिरो रे प्रदीप हिरो यहीँ बस्छ अरे क्या आज नि प्रदीप भाइ हामी यहीँ बस्ने हो होइन आज हामी के गर्ने जान्छौ जान्छौ तिमी प्रदीप भाइ जान्छ के गर्छौ भन
आज कम ब्याग हान्ने हिँड्दा नि अमरेन्द्र बाहुबली यानी प्रदीप अमरेन्द्र बाहुबली यानी प्रदीप जोकर जस्तो गर्थ्यौ नि एकदम जोकर भनिदेऊ त भनिदेऊ न जोकर भनिदेऊ न जोकर भनिदेऊ न जोकर एक दाल मेरो लागि मात्रै ल आज तिमी स्योर कमब्याक हुन्छौ जोकर भनिदेऊ भने भनिदेऊ न जोकर भनिदिनु यस्तो गर्दैन हिजो गरे अस्ति गरे जस्तो है सिरियस गरिदेऊ न एकताल मान्दैनौ आज नि हार्छ तिमी भन्छौ आज बस्न कस्तो प्रदीप प्रदीप जोकर भनिदेऊ न जोकर भनिदेऊ न प्लिज मेरो लागि भिडियो बन्द करो भिडियो बन्द गरिसकेँ के बन्देऊ न त भिडियो बन्द गरिसकेँ मैले आँखामा देखेर भिडियो बन्द गर न के हुन्न यहाँ भिडियोमा तिम्रो दिदीहरूले हेर्छ नि तिम्रो दिदीहरूले हेर्छ अनि तिमी भाइरल हुन्छौ भाइरल बोय प्रदीप फेरि आयो कपाल हेर कपाल बाबा टक्क टोइलेट घुट्ने ब्रुस जस्तो छ कपाल ल घर आइसक्यो अब के हुन्छ यो पछि टक्क गरौँला ल हामी प्रदीप भाइले चिरिस भाइले लुगा पनि उठाइदिइसक्यो होइन धोथ्यो स्पिनर छ ह्याक्क लाएर यस्तो छ गोडा गाला त्यो त यस्तै हो भाइ के गर्ने बाइ